दर्शकवृन्द, देशभर चिसो क्रमिक रूपमा बढ्दै जाँदा विशेष गरी तराईका क्षेत्रमा बिहान बेलुका बाक्लो हुसु र कुहिरोको प्रभाव तीव्र बनेको छ, जसका कारण सडक तथा हवाई यातायात दुवै प्रभावित बनेका छन्। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो 3 दिने मौसमी बुलेटिनका अनुसार तराई क्षेत्रमा कम्तीमा अझै 3 दिन हुसु र कुहिरो यथावत रहने अनुमान गरिएको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश भूभागमा आंशिक बदली हुने र राति तराईमा धेरै स्थानमा पुनः बाक्लो हुसु छाउने महाशाखाले जनाएको छ। यसै गरी भोलि र पर्सि पनि तराई भूभागमा हुसु र कुहिरो यथावत रहनेछ भने पहाडी तथा हिमाली क्षेत्र तुलनात्मक रूपमा सफा रहनेछ। तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली रहने र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। पर्सि कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा पनि हल्का हिमपातको पूर्वानुमान गरिएको छ। चिसो बढ्दै गइरहेकाले विशेष गरी बालबालिका, वृद्ध र दीर्घरोगीहरूलाई हुसु तथा कुहिरोको कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।